हेलो हेलो गाइजहरु, आज चाहिँ हामीले कालो अरिङ्गाल काट्दैछौँ है। पुल्ठो लाएर एकदमै यो चाहिँ अप्ठ्यारो ठाउँमा छ। एकदमै यो चाहिँ कालो भएको हुनाले गर्दा हामीले पुल्ठो लाइकिन काट्दैछौँ यसलाई। कालो अरिङ्गाल चाहिँ एकदमै डेन्जर हुन्छ। जहाँसम्म लाग्छ साथीहरूलाई चिली पनि सकेको छ। 5 वटाले चाहिँ 2 जनालाई चिलेको हामीले यहाँनिर थाहा पाउँदैछौँ। यस्तै छ पुल्ठोलाई चाहिँ चिले पनि साथीहरूले छोडेको चाहिँ छैन। यसलाई हामी खाने नै हो भन्ने हाम्रो सोच भइरहेको छ। त्यही भएर साथीहरूले छोडेको छैन। आगो ठुल्ठुलो छ, निकै तीव्र गतिमा ठुल्ठुलो बढ्दैछ। गोलामा झ्याप्पै परेको देख्दैछौँ हामीले। हामी चाहिँ यसलाई चाहिँ अब लिएर चाहिँ मजाले खानेछौँ। 2 गोला हो आज हाम्रो, रातो पनि छ एकैचोटि। साथीहरूले चाहिँ एकदमसँगले केलाउँदैछ। 1 गोलाको चाहिँ केलाइसकेको छौँ र यो चाहिँ कालोको हो। यो चाहिँ केलाउँदैछ साथीहरूले। अब हामी यसलाई भुटेर चाहिँ झप्प खाने चाहिँ हाम्रो प्लानिङ भइरहेको छ। हेर्नुहोस्, तपाईहरूले भिडियो चाहिँ एकदम सँगले हेर्दै गर्नुहोला। नयाँ नयाँ भिडियोहरू अपडेट भइराख्नेछ। विपिन बेस्ट हनीबी युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै भिडियोहरू हेर्नका लागि र मौरी सम्बन्धी पनि केही जानकारीहरू लिनका लागि तपाईहरूले यस युट्युब च्यानललाई सम्झन सक्नुहुन्छ। र सिक्ने र सिकाउने चाहिँ हाम्रो चाहना हो। र तपाईहरूले सोच्दै हुनुहोला यो कालोले पनि मौरी खान्छ भन्ने तपाईहरूको जिज्ञासाहरू छ भने कमेन्ट गर्नुहोला। तपाईहरूले हाम्रो चाहिँ 3 थाल भएको छ, रातो र कालो गरी। रातो अरिङ्गाले चाहिँ एकदमै मौरी खान्छ, कालोले चाहिँ अझैसम्म खाएको त्यस्तो देखिएको छैन। तर तपाईहरूको ठाउँतिर खान्छ भने चाहिँ अब तपाईहरूले यसो हामीलाई कमेन्ट गर्नुहोला, भिडियो गर्नुहोला, सेन्ड गर्नुहोला। हामी तपाईहरूको पनि भिडियो हेर्नेछौँ। हवस् त, धन्यवाद।